सबैजनामा नमस्कार। आज सबभन्दा व्याकरणको नेपाली व्याकरणको महत्त्वपूर्ण च्याप्टर हामी पढ्नेछौँ। पारिभाषिक शब्द र प्राविधिक शब्द के छ भने आज बुझौँ। एक नम्बरमा पारिभाषिक शब्द यो के छ? यो पारिभाषिक शब्द भनेको कुनै विषयमा प्रयोग हुने खास वा विशेष शब्दलाई पारिभाषिक शब्द भनिन्छ। यो विशेष के हो भनेर खास पनि भन्न सकिन्छ। खास जसरी कि अब हाम्रो हेरौँ, जसरी कि अब विज्ञान क्षेत्रमा केही भाषाहरू प्रयोग भएको हुन्छ। शिक्षा क्षेत्रमा त्यस्तै हाम्रो शिक्षा क्षेत्र भने राजनीतिक क्षेत्रमा शिक्षा क्षेत्रमा, राजनीतिक क्षेत्रमा, विज्ञान क्षेत्रमा, त्यस्तै मनोरञ्जनको क्षेत्रमा, मनोरञ्जनको क्षेत्रमा, त्यस्तै हाम्रो विभिन्न विशेष खालको, जस्तो कि कुनै विशेषमा खास शब्द प्रयोग हुनु भनेको हाम्रो के छ? जस्तै कि निर्वाचन भयो। यस्तो विषयहरूमा चाहिँ प्रयोग हुने विशेष किसिमका शब्दहरू, जसरी कि अब इक्जाम्पलमा बुझौँ, हामी उदाहरणमा बुझौँ। जस्तै कि विज्ञानमा प्रयोग हुन्छ पिण्ड यो हाम्रो के भयो? पारिभाषिक शब्द। जसरी कि अब सांस्कृतिक शब्द वा साहित्यिक शब्द, साहित्यिक शब्दहरू वा कुनै ग्रन्थमा प्रयोग भएका शब्दहरू चाहिँ यो सबै के हो? पारिभाषिक शब्द। जसरी कि शिक्षामा भयो, जस्तै कि खेलकुद यो शिक्षामा हाम्रो पर्यो। बालिका यो सबै के हो? पारिभाषिक शब्द हो। पारिभाषिक शब्दहरू हुन्। जस्तै कि राजनीतिकमा प्रयोग हुने कूटनैतिक वा राजनीतिक, राजनेता,